नमस्कार, म प्राध्यापक डाक्टर शान्ति सुवेदी। म चाहिँ यस अस्पताल नोबल सेसन अस्पतालमा चाहिँ विगत 16 वर्षदेखि कार्यरत छु। योभन्दा अगाडि म चाहिँ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत थिएँ र आइभीएफ सेन्टर जुन नोबलमा स्थापना भयो त्यसको यदि कुरा गर्ने हो भने चाहिँ अहिले हामी 5औं वर्षमा प्रवेश भएका छौँ। 2078 साल पुसको 12 गते चाहिँ हामीले चाहिँ यो नोबल आइभीएफ सेन्टरको उद्घाटन भयो र हामी बामे सर्दै सर्दै अहिले हामी 5औं वर्षमा हामी चाहिँ अहिले प्रवेश गरेका छौँ र विगतको र अहिलेको तुलना गर्दाखेरि चाहिँ अहिले चाहिँ हामी कहाँ चाहिँ ट्रिटमेन्ट लिन आउनेहरूको सङ्ख्या पनि एकदमै नै धेरै छ। अब वर्ल्ड वाइड भनौँ अथवा चाहिँ हाम्रो नेपालको सिनारियोमा हेरौँ भने चाहिँ हाम्रो चाहिँ यो आइभीएफ सेन्टरमा निसन्तान दम्पतिहरूको चाहिँ इन्सिडेन्स चाहिँ 10% भन्छ। अहिलेसम्म चाहिँ 10% चाहिँ यसको इन्सिडेन्स छ भनिन्छ, तर अहिले हेर्दाखेरि मेरो अनुभवमा चाहिँ यो चाहिँ अझै इन्सिडेन्स बढेको जस्तो म महसुस गर्छु र परामर्श लिन आउने दम्पतिहरू पनि चाहिँ अहिले चाहिँ एकदमै धेरै अवेर भएर चाहिँ हाम्रो सेन्टरमा आइरहनु भएको छ। यो 5 वर्षमा चाहिँ हामीले के कति चाहिँ हामीले आइभीएफ नै गर्यौँ भन्ने विषयमा भन्नुपर्दा चाहिँ लगभग हामीले 500 को हाराहारीमा चाहिँ आइभीएफ गरिसकेका छौँ र सफलता चाहिँ कति भयो त भन्दाखेरि चाहिँ अब सफलताको मापन चाहिँ के हुन्छ भने हामीले आइभीएफ गर्यौँ हो, त्यसपछि सबै आइभीएफ 500 को लगभगको हाराहारी हाम्रो अहिलेसम्म चाहिँ भ्रूण हस्तान्तरण गरिसकेका छैनौँ। किनभने भ्रूण हस्तान्तरण गर्नको लागि हरेक चिजहरू हर्मोनको लेभलदेखि लिएर उहाँको पाठ्यघरको तहदेखि लिएर उहाँको महिलाको अथवा चाहिँ कुनै रोगहरू छ सबैको चाहिँ हामीले कन्ट्रोल गराएर मात्र गर्ने हुनाले चाहिँ अहिलेसम्म चाहिँ हामीले 350 जनाको चाहिँ भ्रूण हस्तान्तरण गरिसकेका छौँ र त्यसमा हेर्ने हो भने चाहिँ पोजिटिभ आउने बित्तिकै त्यसलाई हामीले सक्सेस भन्न सकिँदैन। पोजिटिभ भनेको चाहिँ कस्तो हुन्छ भने हजुरको अब उहाँको चाहिँ हामीले 2 हप्तामा भित्रमा चाहिँ एउटा बिटा एससीजी गर्छौँ जुन चाहिँ प्रेग्नेन्सी हामी ब्लडमा हेर्छौँ। त्यसमा पोजिटिभ आउनेको दरले हेर्ने हो भने त हाम्रो सक्सेस रेट अलमोस्ट हजुरको 64% छ, तर हामी चाहिँ त्यसलाई पोजिटिभ मान्दैनौँ। हामी चाहिँ पोजिटिभ भने चाहिँ टेक होम बेबी रेट भनेको मतलब पोजिटिभ आयो, उहाँको 9 महिनाको बच्चा भयो र उहाँले बच्चा घर लिएर जानेलाई चाहिँ हामी सक्सेसको मापन गर्दछौँ, न कि उहाँको पोजिटिभ ब्लडमा पिसाबमा अथवा ब्लडमा पोजिटिभ आउने बित्तिकै हामी त्यसलाई पोजिटिभ मान्दैनौँ। त्यसैले गर्दा टेक होम बेबी रेट हेर्ने हो भने हाम्रो चाहिँ अलमोस्ट 50% छ। यो चाहिँ एकदमै कम्पेरेबल अरू सेन्टरहरूमा भन्दा एकदम राम्रो हामीले चाहिँ स्टडिजहरूमा चाहिँ हेर्दाखेरि पनि हाम्रो चाहिँ एकदम राम्रो सक्सेस रेट भएको हामी महसुस गर्दछौँ। र अहिलेसम्म हामीले यो सेन्टरमा चाहिँ कस्ता सुविधाहरू दिएर आएका छौँ भनेर भन्दा चाहिँ हामी यो सेन्टरमा चाहिँ दम्पतिहरू चाहिँ हामी चाहिँ साधारण चेक जाँच हुन्छ उहाँको। अब जस्तै मानिलिउँ उहाँहरू बच्चा भएन भनेर आइरहनु भएको छ भने चाहिँ हामी साधारण चेक जाँचदेखि लिएर उहाँलाई काउन्सिलिङदेखि लिएर, किनभने कति महिला पुरुषलाई चाहिँ कुन चाहिँ फर्टाइल पिरियड हो, कुन चाहिँ अनसेफ पिरियड हो भन्ने थाहै हुँदैन कि, किनभने त्यो ट्याली गरेर उहाँहरूसँगै संसर्गमा बस्नु भएन भने बच्चा हुने कुरै हुँदैन। सो काउन्सिलिङ हैन, सबैलाई आइभीएफै चाहिन्छ भन्ने हुँदैन। हाम्रो कन्सेप्ट हुन्छ आइभीएफ सेन्टरमा गयो भने त ओहो आइभीएफै हुन्छ, आइभीएफै गरिन्छ भन्ने होइन। अब कति महिला पुरुषहरू आउने बित्तिकै चेक जाँच गर्छौँ, कसको चाहिँ समस्या छ त्यो हेर्छौँ, किनभने अहिले त 50% महिलाको समस्या देखेको छ भने हजुरको 50% पुरुषको पनि समस्या छ। पहिला चाहिँ महिलाको बढी समस्या भन्थ्यो, अहिले चाहिँ हामीले इक्वल हाराहारीमा चाहिँ समस्या देख्छौँ। र अझ मेरो अनुभवमा चाहिँ हाम्रो सेक्टरमा हेर्ने हो भने इस्टर्नमा चाहिँ अब ओभरअल नेपाललाई पनि रिप्रेजेन्ट गरेर हेर्दा चाहिँ अझ चाहिँ मेल फ्याक्टर चाहिँ बढी हो कि जस्तो लाग्छ, किनभने हाम्रा पुरुष दाजुभाइहरू चाहिँ युजली चाहिँ उहाँहरू चाहिँ विदेशमा काम रोजगार गर्नुहुन्छ हैन, माइग्रेन्ट वर्कर्स भन्छ। सो धेरै जस्तो चाहिँ उहाँहरू मिडल इस्टमा जाने भएको हुनाले चाहिँ त्यहाँको टेम्परेचरले चाहिँ एकदमै शुक्राणुमा चाहिँ निकै समस्या पुर्याएर चाहिँ मेल फ्याक्टर पनि एकदमै बढी छ। सो काउन्सिलिङ गरिन्छ, चेक जाँच गरिन्छ, त्यसपछि अब पर्यो भने साधारण उपचार मैले भने कसरी कुन समयमा चाहिँ संसर्गमा बस्ने त्यसको काउन्सिलिङले पनि कति महिला पुरुषको बच्चा बच्छ। त्योभन्दा बाहेक नभए कसैको अन्डा बनिरहेको हुँदैन, साधारण मुखबाट खाने अन्डा 5 दिनको दिएर हामीले उहाँको अन्डा बन्यो बनेन भनेर हेरेर अनि त्यसपछि उहाँको चाहिँ इन्जेक्सन लगाएर अन्डा फुटाएर चाहिँ संसर्गमा बस्दा पनि बच्चा हुन्छ भने कसैलाई चाहिँ तपाईँको इन्ट्रायुट्राइन
युट्राइन इन्सेमिनेसन भन्छ, त्यसमा चाहिँ उहाँको शुक्राणु लिएर हामीले पाठेघरमा चाहिँ सिरिन्जको माध्यमबाट हालेर पनि बच्चा हुन्छ। सो यी साधारण प्रक्रियाहरूबाट पनि बच्चा हुन्छ। यदि यी साधारण प्रक्रियाहरूबाट बच्चा भएन भने हामीले चाहिँ अब आइभीएफमा चाहिँ हजुरको एउटा कन्भेन्सनल आइभीएफ हुन्छ, अर्को चाहिँ इक्सी हुन्छ। कन्भेन्सनल आइभीएफ भनेको चाहिँ अब मैले भने नि 10% दुईटा फ्याक्टरहरू राम्रो छ, मेल फ्याक्टर पनि राम्रो छ, फिमेलको पनि राम्रो छ, तै पनि 10% को बच्चा बसिरहेको हुँदैन। त्यस्तो केसमा चाहिँ हामीले आइभीएफ गर्छौँ। तर कुनै पुरुषहरूको चाहिँ एकदमै शुक्राणुमा समस्या छ, शुक्राणुको सङ्ख्यामा कमी छ, शुक्राणुको गतिमा कमी छ भने चाहिँ हामीले इक्सी इन्ट्रासाइटोप्लाज्मिक स्पर्म इन्जेक्सन भन्छौँ। त्यो चाहिँ अन्डामा गएर त्यो स्पर्मलाई गएर इन्जेक्ट गर्ने प्रक्रियालाई इक्सी भन्छौँ। अहिलेसम्म हामीले यी सुविधाहरू दिइरहेका छौँ। त्योभन्दा अब अरू अहिले चाहिँ कतिजना महिलाहरू चाहिँ अब अलिकति अवेर भएर चाहिँ उहाँहरूले चाहिँ अब उमेर पुग्ने बेलामा चाहिँ कतिजना चाहिँ अब उहाँको डिम्ब चाहिँ फ्रिजिङ गर्ने भन्ने हुन्छ। सो हामीले डिम्ब पनि फ्रिजिङ गर्ने प्रक्रिया पनि छ। त्यसै गरिकन विदेश जानु अगाडि हाम्रा दाजुभाइहरू आएर शुक्राणु फ्रिजिङ गर्ने पनि हामीले सेवा दिइरहेका छौँ। र अब भ्रूण फ्रिजिङ त भइहाल्यो, त्यो चाहिँ अब ट्रान्सफर गर्नु अगाडि हामीले फ्रिजिङ गर्ने गर्छौँ। अर्को हामीसँग सायदै नेपालमा कम मात्र सेन्टरमा यो सुविधा होला, अर्को हामीले लेजर ह्याचिङ भनेर भन्छौँ, त्यो प्रक्रिया पनि हामीसँग छ। यी सबै प्रक्रियाहरू हामीले चाहिँ हाम्रो दम्पतिहरूलाई चाहिँ यसरी चाहिँ हामीले सुविधा अहिलेसम्म उपलब्ध गराइरहेका छौँ र उहाँहरूको फिडब्याक पनि हामीले राम्रै भेटेको छौँ। अब त्यही अनुसार हामी अगाडि बढिरहेका छौँ। अनि अर्को चाहिँ अब हामीले चाहिँ कति महिला हाम्रो दाजुभाइहरूको चाहिँ के हुन्छ भने शुक्राणु एकदमै टोटलै हुँदैन। अब शुक्राणु टोटलै नहुँदालाई चाहिँ हामीले एजोस्पर्मिया भनेर भन्छौँ। अब त्यो शुक्राणु नै नहुँदाखेरि चाहिँ त्यसको कारण के हो त? कि चाहिँ बन्दै नबनेको हो हैन, कि चाहिँ बनेर चाहिँ त्यहाँसम्म आइ नपुगेको भने अब्स्ट्रक्टिभ कारणले गर्दाखेरि उहाँको शुक्राणु हाम्रो वीर्यमा सिमनमा नदेखेको हो कि चाहिँ बन्दै नबनेको हो, त्यो पनि हामीले हेरेर उहाँको हर्मोनल एनालाइसिस गरेपछि त्यसबाट पत्ता लाग्छ। यो चाहिँ अब्स्ट्रक्सनले गर्दाखेरि चाहिँ उहाँको शुक्राणु नभेटेको हो कि उहाँको उत्पादनै नभएर नभेटेको हो भन्ने पत्ता लागेपछि यदि चाहिँ अब्स्ट्रक्सन छ भने चाहिँ उहाँको अब्स्ट्रक्सनको कारणले चाहिँ शुक्राणु वीर्यमा भेटिरहेको छैन भने चाहिँ हामीले टेसा भनेको उहाँको चाहिँ एपिडिडाइमिसबाट उहाँको चाहिँ ट्रान्स एपिडिडाइमिस स्पर्म एस्पिरेसन भन्छ, त्यसबाट पनि शुक्राणु निकालेर हामीले चाहिँ इक्सी गर्ने पनि गरेका छौँ। सो टेसे दुईटैको हाम्रो सुविधाहरू हाम्रो नोबल आइभीएफ सेन्टरमा हामीले प्रदान गरिरहेका छौँ। नेपालमा यो चाहिँ इन्फर्टिलिटी अथवा निसन्तान रोगको चाहिँ धेरै च्यालेन्जेसहरू चाहिँ कपलहरूले फेस गर्नुपर्छ। अब यसमा चाहिँ उहाँहरूको थुप्रै चिजहरू छ, जस्तै अब सोसल स्टिग्मा भयो, कल्चरल भ्यालु भयो हैन, उहाँहरू आउन पनि त्यति अलिकति हिचकिचाउने। त्योदेखि बाहेक अर्को चाहिँ हाम्रो चाहिँ कस्ट हैन, यो चाहिँ जसले जे भने पनि यो उपचार खर्चिलै हो हैन। अब विज्ञापनहरू त धेरै आउँछन्, विज्ञापनहरू यति उति भनेर आउँछन्, तर त्यो जे जस्तो विज्ञापन गरे पनि यो आइभीएफमा चाहिँ यदि आइभीएफ नै गर्न पर्यो अथवा इक्सी नै गर्न पर्यो भने चाहिँ यो खर्चिलो नै हुन्छ। मिनिममै यसको चाहिँ एकदमै 3 लाख त मिनिममै लाग्छ हैन। तर अब हाम्रो चाहिँ के छ भने यो मेडिकल कलेज भएको हुनाले र हाम्रो संस्थापक डाक्टर सुनिल शर्माले चाहिँ सुरुदेखि नै हामी मेडिकल कलेज भएको यहाँ चाहिँ हाम्रा विभिन्न प्रोग्रामहरू फ्री हुन्छन्, त्यो अनुसार चाहिँ हामीले चाहिँ एकदमै कम रेटमा चाहिँ हामीले आइभीएफ सेवा प्रदान गरिरहेका छौँ भन्ने कुरामा चाहिँ म विश्वस्त छु। किनभने कम्पेयर हुन्छ नि त, अब यताउता हेर्दाखेरि चाहिँ हाम्रो यो मेडिकल कलेज भएको हुनाले चाहिँ हामीले चाहिँ रेट चाहिँ एकदमै अरूको तुलनामा रेट चाहिँ कम छ, तर यो खर्चिलो चाहिँ खर्चिलो नै हो। त्यसैले गर्दा यो अब आउँदा दिनहरुमा चाहिँ गभर्नमेन्टले यसमा पनि केही हेरेर, जस्तै अब क्यान्सरको लागि, विपन्नको लागि, किडनीको लागि उहाँहरूले अनुदान छुटाएको जस्तै यो पनि यदि चाहिने नै हो प्रक्रिया हो भने चाहिँ यसमा पनि हाम्रो सरकारले चाहिँ केही हेरिदियो भने चाहिँ उहाँहरूलाई एकदमै रिलिफ हुन्थ्यो जस्तो मलाई लाग्छ। किनभने हामी औसतमा मध्यमवर्गीय नेपाली हामी मानिसहरूलाई चाहिँ अब
लाख तिर्नु भनेको चाहिँ निकै नै गाह्रो कुरा हो, तर पनि अब उहाँहरूले बाध्यताले अथवा चाहिँ सबै चिज पर्ने हो। त्यसले गर्दा सरकारमा को पनि यसमा ध्यान जाओस् चाहिँ म चाहिँ यस इन्टरभ्यू मार्फत उहाँहरूलाई अवगत गराउन चाहन्छु। र अब अर्को चाहिँ हामीले चाहिँ विगत अब अहिलेसम्मका सुविधाहरू मैले तपाईँहरूलाई अवगत गराएँ। अब हामी केमा चाहिँ अगाडि हामी सोचिरहेका छौँ भन्दाखेरि चाहिँ अब अहिले चाहिँ पिजिडी भने प्री इम्प्लान्टेसन जेनेटिक डायग्नोसिस चाहिँ हामीले अब यो चाहिँ ल्याउनुपर्छ भन्ने चाहिँ हाम्रो लगभग छलफल भइसकेको छ। अब यो पनि खर्चिलो नै हो, तर यसको जरुरत हुन्छ। जस्तै कति महिलाहरू, अब म एउटा सेयर गर्छु, अब अस्ति जापान जस्तो ठाउँमा होइन हामीलाई लाग्छ नि ओहो जापान अमेरिकामा गर्न पाए त कस्तो हुन्थ्यो, यहाँभन्दा निकै विकसित मुलुक भन्ने हुन्छ। तर नो, सक्सेस जापानमा हुँदैमा हुने, अमेरिकामा हुँदैमा हुने र नेपालमा नहुने भन्ने हुँदैन। विगतमा अस्ति 8 देखि 10 पल्टै भन्नुहुन्थ्यो उहाँले होइन, 10 पल्ट उहाँले चाहिँ जापानमा आइभीएफ गरेर आउनुभएको एकजना महिला हुनुहुन्थ्यो। उहाँको त्यहाँ सक्सेस नभएर उहाँले नोबल आइभीएफ सेन्टर सुनेर हामीलाई विश्वास गरेर आउनुभयो र हामीहरू उहाँको एकैपल्टमा उहाँको पोजिटिभ पनि आयो। अब उहाँ चाहिँ अहिले 2 महिनाको गर्भवती हुनुहुन्छ, सायद 3 महिना पुऱ्याएर उहाँ जापान फर्किने योजना छ उहाँको। र अब यस्ता केसेसहरू जस्तै रिकरेन्ट उहाँको त 10 चोटि फेल हुनु उहाँले पो अफोर्ड गर्न सक्नुहुन्थ्यो र उहाँले त्यो पे गर्नुभयो होइन। साधारणले त हामीले त छोडिहाल्छौँ नि त कतिले। सो त्यस्तो केसमा अब उहाँको फ्यामिलीमा नै कुनै एउटा जेनेटिक डिजिजहरू छ, क्रोमोजोमल कुनै उहरू छ, जस्तै अब थ्यालेसेमिया, विभिन्न प्रकारका रोगहरू छ भने चाहिँ अब हामीले चाहिँ त्यस्तो केसेसमा चाहिँ पहिल्यै भ्रूणको सेलेक्सन गरेर ट्रान्सफर गर्ने त्यो एउटा प्रविधि चाहिँ ल्याउने भन्ने हामी लगभग छलफल गरिसकेका छौँ। र यो सायद हामीले अहिलेसम्म पनि इभन काठमाडौँमा पनि यो प्रविधि छैन र उहाँहरूले पनि यो गर्नुपर्ने केसेसमा चाहिँ उहाँले चाहिँ इन्डिया नै पठाउनुहुन्छ छ। त्यसैले गर्दा त्यो चाहिँ प्रविधि अब चाहिँ ल्याउनुपर्छ है भन्ने लगभग हामीले छलफल गरिसकेका छौँ र आशा छ हामी पिजिडी पनि छिटै नै भित्राउँछौँ होला। हस्, धन्यवाद।